तो चलिए शुरू करते हैं। सुदन गुरुङज्यूलाई परिवारजन सहित शरीक भइदिनु हुन अनुरोध गर्दछु। रुको जरा, सबर करो। माननीय मन्त्री महावीर पुनज्यूलाई परिवारजन सहित शरीक भइदिनु हुन अनुरोध गर्दछु। हे भगवान, तेरी लीला अपरंपार है। शपथ ग्रहण गर्नलाई 5 मिनेट पनि लागेन अनि गर्दा गर्दै शपथ गर्न सिद्धियो भने सबै निस्कियो। अब के अनुभव गर्ने? 5 मिनेटमा केही अनुभव हुन्छ? मैले उडाइदिन्छु नि। The next day. दाजुभाइ दिदीबहिनी हेर्नुहोस्, महावीर पुनको सम्पत्ति कति हो, कति हो। पैसा लुट्ने मान्छे आयो यहाँ। आफू मन्त्री हुनलाई यसले चाहिँ विज्ञान प्रविधि मन्त्रालयमा आएको हो, यो चाहिँ मन्त्री हुन्छ भनेर भन्ने अब अलिकति हुन्छन् नि त्यस्ता तत्त्वहरू। जनताको पनि आवाज छ। बाँदरलाई चाहिँ कसरी नियन्त्रण गर्ने, बाँदरको बाट चाहिँ कसरी चाहिँ आफ्नो बाली जोगाउने भन्ने। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे 1-2 वर्ष भनेर त्यहाँ चाहिँ गाउँसँग पिरती बस्यो। वो अलग ही लेवल का बंदा था। दिएको मार्गदर्शन मान्नु पर्यो नि फेरि। म मान्छु। ल म मान्छु। मेरो युवाहरूलाई मेरो एउटै मार्गदर्शन छ, कसैको मार्गदर्शन नखोज्नु। कसैको मार्गदर्शन नखोज्नु। उहाँले एउटा भनेको कुरा के हो भने नेपालले पनि भारतको जग्गा मिच्या रहेछ भनेको हो। त्यो चाहिँ कस्तो हो भने अब मुख चिप्लिन्छ कहिले कहिले। म के ध्यान आकर्षण गराउन चाहन्छु भने सरकारले गुनासो गर्ने होइन, मन्त्रीज्यू सत्ता पक्ष हो या प्रतिपक्ष हो भन्ने कुरा थाहा हुनुपर्छ। सज्जन को क्या तकलीफ है भाइ? अब मान्य हर्कराज राईजीको गुनासो गर्ने होइन भन्नुभयो, बनेकै छैन त गुनासो नगरेर के गर्ने त? म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो। मजा आया। देशसँग पिरती बस्यो। ट्याक्सीले त्यो 15 लाख रुपियाँ उठाउन 25 महिना लाग्छ, अनि छोराछोरी कसरी पाल्छ? ये बड़ी अच्छी बात कही आप। कटुलाएर हिँडेछ अब महावीर रोकीको यो खालको ल्याङ फ्याङ्गे मान्छेहरू मन्त्री भएर। चलो भाई देखो अब मैं क्या करता हूँ। म भन्दा महेश बस्नेत नै ल्याङफ्याङ छ नि। गजब बेइज्जती है। मन्त्री पनि एकदमै बलियो बन्नुपर्छ। म त 3 वर्ष भन्दा बढी बस्दैन। अरू तयार हुनुहोस्, को तयार हुने हो। वो अलग ही लेवल का बंदा था। विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्ने, यो एउटा प्रयोगशाला सञ्चालन गर्ने विधेयक हो क्या बात कर रहा है? मन्त्री भएपछि म चाहिँ राष्ट्रसभामा गयो भनेर धेरैले भन्लान् भन्ने मान्छेहरू नेपालमा धेरै छन्। खाँदै गर, खाजा खाँदै गर, हामी आउँछौँ भनेर चाहिँ आएको हो। कुन चाहिँ डाका हो, त्यो डाकालाई फेला पर्न पाएँ भने मैले लात्तले गोदेर है त्यसको चाहिँ म चाहिँ उपचार। गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, अनि चाहिँ के अरे इन्टरनेट पुगेन भन्नु माग गर्नु भएको छ। त्यो चाहिँ के छ त म भन्न चाहन्छु भने त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो सरकारले। राजा जी मान्छेले काम पाएन भनेदेखि मान्छेको दिमाग बौलाउँछ, अनि बौलाएपछि चाहिँ अनेक किसिमको चाहिँ
अब अशान्तिहरू देशमा फैलिन्छन्। भूत्रों को देश भाड़ में जाए अलग ही लेवल का बंदा था। अब सिंहदरबारको डेरा सर्ने भयो होइन, त्यो पनि दरबारै थियो, दरबारबाट फेरि अर्को दरबारमा अनि के अरे कुनै मन्त्रालयमा काम नलाने अटेर मन्त्री के अरे सचिवलाई त्यहाँ पठाउने होइन। अब अभन्डा भन्ने शब्द मलाई यो कण्ठ गर्न दुई दिन लाग्यो होला सायद, होइन होला के हो? अनि त उहाँले भन्नुभयो, फेरि सम्झेँ है, ल अब कण्ठ गर्छु भने मैले कण्ठ गर्छु भनेको फेरि भोलिपल्ट त बिर्सिछु हेर्नु। डिप्रेशन। दुःख साथ भन्नलाई 15 वर्ष लाग्छ। अनि क्या बात कर रहा है? नव परिवर्तन भनेको प्रतिभा भएको, सृजनशील, एकदमै नवीन विचार भएकोहरूलाई अल्झाउने त्यो पासो हो, त्यो जालो थापेको हो त्यहाँ। एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल। ल है सबैलाई नमस्कार।